नमस्ते साथीहरू, आज मैले चना फ्राईको रेसिपी लिएर आएको छु। यो बनाउन जति सजिलो छ, खान पनि त्यति नै मिठो हुन्छ। ल अब बनाउन त छ, लागौँ है त। सबैभन्दा पहिले भिजाएर राखेको चनालाई बोइल गर्नुपर्छ। मैले चाहिँ यहाँ कुकरमा 2 सिटी लगाएर बोइल गर्छु। अब बोइल भइसकेपछि यसलाई कचौरामा राख्ने। अब कराई तताउने अनि तेल राख्ने। तेल तातिसकेपछि मेथी, जिरा, सोप अनि थोरै ज्वानो राख्ने। अब काटेर राखेको प्याज अनि हरियो खोर्सानी हालेर राम्रोसँग चलाउने। प्याज यतिको हल्का ब्राउन भएर तातेपछि काटेर राखेको टमाटरलाई पनि राख्ने अनि यसलाई पनि राम्रोसँग चलाउने। अब बेसा राख्ने, नुन राख्ने अनि फेरि चलाउने। अब अदुवा लसुनको पेस्टलाई पनि राखेर राम्रोसँग चलाउने। अब चाहिँ अघि बोइल गरेर राखेको चनालाई राख्ने अनि यसलाई पनि मजाले चलाउनु पर्छ। अब धुलो खोर्सानी स्वाद अनुसार राख्ने अनि जिरा धनियाको पाउडर राखेर फेरि राम्रोसँग चलाउने। यो चनालाई पकाउँदा चलाउँदै पकाउनु पर्छ। ल हेर्नुहोस् त साथीहरू, कस्तो खाउँ खाउँ लाग्ने चना फ्राईको रेसिपी तयार भयो। अब यसलाई एउटा कचौरामा राखेर माथिबाट धनियाको पत्ताले टपिङ गरिदिने। र अब फाइनल्ली सर्भ गर्नको लागि रेडी भयो।